बाट विभिन्न स्याटेलाइटहरू मण्डलीहरू विश्वमा साना साना मण्डलीहरू मिसन फिल्डहरू दिनुभएको छ। प्रभुलाई धन्यवाद। तर आज आइतबार यहाँ मण्डली जानु, सेवा सङ्गतिमा वचन बोल्नु फेरि एकदमै आतुर छु। तर परमेश्वरले दिनुभएको शिक्षा र विषयमा हामी छिर्नेछौँ। यहाँहरूलाई स्वागत छ। अगुवापनको बारेमा म बोल्दैछु। यद्यपि मिसन र सुसमाचार मेरो हृदयको विषय हो, तर लिडरसिपको पनि पढाइ दखल भएको कारणले, लिडरसिपको पनि विद्यार्थी भएकोले आज टिम लिडरसिप अथवा सामूहिक नेतृत्वको बारेमा, लिडरसिपमा धेरै विषयहरू छ, धेरै आयामहरू छ, तर आज चाहिँ तपाईँहरूको माझमा एउटा टिम लिडरसिप अथवा सामूहिक नेतृत्वको बारेमा म बोल्न गइरहेको छु। मैले यहाँ सेयर गर्न खोजिरहेको छु, तर केही देख्नुभयो कसैले? यहाँ किन पज भयो भनेर आइरहेछ। अलिकता एकैछिन म फेरि सेयर गर्ने कोसिस गर्छु। हस्, अब चाहिँ देख्नुभयो। ल, हुन्छ। लिडरसिप, टिम लिडरसिप, सामूहिक नेतृत्व। यूहन्ना 17:11 पदले भन्दछ, यूहन्ना 17:11, म फेरि संसारमा रहदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्, म चाहिँ तपाईँ कहाँ आइरहेछु। पवित्र पिता, तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरू पनि एक हुन्। र 22 र 23 पद, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए तिनीहरू पनि एक हुन्। म तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक हुन्, र तपाईँले मलाई पठाउनु भएको हो भन्ने हो, अनि तपाईँले मलाई प्रेम गर्नुभए जस्तै तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभएको भनी संसारले जानोस्। यो चाहिँ प्रिस्टली प्रेयर हो। प्रभु यीशु ख्रीष्टले आफ्नो पिता परमेश्वरसँग प्रार्थना अर्ज बिन्ती गर्दै हुनुहुन्छ। के को लागि भन्दा चाहिँ विश्वासीहरू, लिडर्सहरू संसारमा एक हुन्, एकतामा रहन् भनेर चाहिँ नै एकदमै प्रार्थना गर्नुभएको यो प्रिस्टली प्रेयर, एउटा पुजारीगिरी प्रार्थना प्रभुले यूहन्ना 17 अध्यायमा चढाउनु भएको छ। अब टिम लिडरसिप म तपाईँहरूलाई यो जुमबाटै देखाउन गइरहेको छु। तपाईँलाई थाहा छ, हामीले सेवकै गर्दै आउँदाखेरि मानिसहरूसँग काम गर्नुपर्छ, अरूसँग सहकार्य गर्नुपर्छ, र अगुवापनमा पनि हामी एकल हुँदैनौँ। धेरैजना, एउटा सानो मण्डलीमा पनि धेरैजना अगुवाहरू हुन्छन्। 2, 3, 4, 5, 6, 7, 8, कसैको त 20-22 जनासम्म पनि हुन्छन् अगुवाहरू। अनि कोही अगुवाहरू चाहिँ सजिलो हुन्छ, छिट्टो खुसी हुन्छ, अनि छिट्टो उत्साहित हुन्छन्। कुनै सदस्यहरू छिट्टो उत्साहित हुन्छन्, यो बेलुन जस्तै फुकेर उडाएको बेलुन, हातमा लिएको बेलुन जस्तै छिट्टो उत्साहित हुन्छन्, लिक हुँदैन, होइन। अनि हामीलाई सहज हुन्छ, थोरै कुरा बोल्दाखेरि झट्ट बुझिहाल्छन्, भिजन इम्पार्ट भइहाल्छ, कुरा बुझिहाल्छ। मूल अगुवाको, मूल पास्टरको, अगुवाको अथवा अध्यक्षको कुरा बुझिहाल्छन् र छिट्टो अरूले त्यो कुरालाई लिन्छन्। तर कोही कोही बेला त्यही अगुवा चाहिँ कस्तो हुन्छ भने फेरि लिक हुने बेलुन जस्तो हुन्छ। काम गर्दै जाँदा, सेवकाई गर्दै जाँदा, सहकार्य गर्दै जाँदाखेरि अघि फुलिएको, अघि हावा लागेको, दम लागेको बेलुन फेरि लिक हुन्छ, हावा लिक हुन्छ, फेरि उनलाई दम दिनुपर्ने हुन्छ। परिवारमा पनि त्यही हो, मण्डलीमा पनि त्यस्तै अवस्थाहरू हुन्छ, विश्वासी परिवारहरू पनि त्यस्तै हुन्छ, सहकर्मी अगुवाहरू पनि त्यस्तै हुन्छ। हामीले देखेका छौँ, अनुभव गरेका छौँ।
कसैलाई धाप मारी बस्नुपर्छ, फकाइ बस्नुपर्छ, होइन? एकचोटि भनेर हुँदैन। हिजो अस्ति क्रिसमसमा फकाएको अगुवा यति बेला सालङ सिलिङ भइसक्यो, फेरि फकाउनु पर्ने हुन्छ, फेरि सम्झाउनु पर्ने हुन्छ। के कुरामा मन दुखाएको छ, लिक भएको बेलुन जस्तो, हावा लिक भएको बेलुन जस्तो फेरि भुइँमै लत्रेर एउटा कुनामा बसेको अवस्था हुन्छ। तपाईँले नानीको बर्थडेमा देख्नुहुन्छ, बेलुनहरू उडेर कोही माथि माथि सिलिङमा पुगेको हुन्छ, कोही भुइँमा चुम्रिक्क पर चाहिँ बसिरहेको हुन्छ, निरुत्साहित भएर, होइन? त्यस्तै हो। अनि यस्तो अवस्थामा हामीले मिलेर काम कसरी गर्ने भन्ने बारेमा सबै यस्तो यस्तो अगुवाहरूलाई पनि कसरी हामीले, यस्तो यस्तो विश्वासीलाई पनि हामीले कसरी इन्करेज गरेर सहकार्यमा अगाडि बढाउनु पर्छ भन्ने बारे हो आजको शिक्षा चाहिँ। र समूहमै रहनुपर्छ, यो हावा लिक भएकोलाई पनि छाड्न हुँदैन, फेरि उत्साह गर्नुपर्छ, फेरि उठाउनुपर्छ, फेरि फुलाउनुपर्छ, फेरि फकाउनुपर्छ भन्ने कुरा हो। टिम लिडरसिपमा चाहिँ अथवा मुख्यतः लिडरसिपमा चारवटा ट्रेट हुन्छ, चार प्रकारको अगुवाहरू हुन्छन्। डिजाइनर डेभलपर, जसले ठुलो दर्शन देख्छ अनि डेभलप गर्छ, भोलिका कुराको तर्जुमा गरिदिन्छ, योजना बनाइदिन्छ। साना कुरा होइन, मण्डलीको लागि, संस्थाको लागि अगुवाई पहिल्यै ठुलो दर्शनयुक्त सपना देख्ने अगुवाहरू हुन्छन्। अनि त्यही समूहमा कोही मोटिभेटर हुन्छन्, अरूलाई उत्साह दिने हुन्छन्, उनीहरूको प्रभावकारिता ज्यादै हुन्छ। अनि त्यही समूहमा, एउटै मण्डलीमा, एउटै समूहमा कोही चाहिँ टिम प्लेयर हुन्छ, सामूहिक नेतृत्व गर्ने हुन्छ, समूहलाई ठिक ठाउँमा राख्ने हुन्छ, अरू ग्रुपलाई ठिक ठाउँमा राख्ने हुन्छ। अनि कोही हुन्छ इम्प्लिमेन्टर, उनलाई ठुलो दर्शन देख्नु पनि छैन, अरूलाई उत्साह दिनु पनि छैन, अरूसँग मिलेर काम गर्नु पनि छैन। आफूले पाएको जिम्मा पाए एक्लै त्यो कामलाई, त्यो सानो ड्युटीलाई, त्यो सानो एउटा जिम्मालाई निरन्तर उनले चाहिँ नै काम गर्छ, इम्प्लिमेन्ट गर्छ, कार्यान्वयन गर्छ। तर आज हामी चार प्रकारको अगुवाहरू होइन, तर एक प्रकारको अगुवा अथवा टिम प्लेयरको बारेमा मात्रै हेर्दैछौँ। ल, सामूहिक नेतृत्व गर्ने मान्छेहरू अथवा समूहमा अरूलाई पनि ल्याउने हो भने, लिडरसिपमा सामूहिक नेतृत्वमा एकजना सदस्यलाई ल्याउने हो भने त्यो व्यक्तिको मनसाय कस्तो हुनुपर्छ, आशय कस्तो हुनुपर्छ भन्दाखेरि सहभागिता जनाउनुपर्छ। हरेक कुरामा उनको सहभागिता देखिनुपर्छ, पार्टिसिपेट होस् र उनले साझेदारीपनमा काम गर्न सक्ने क्षमता होस्, एकल काँटे होइन। हामी आज चाहिँ एकल काँटे अगुवाको बारेमा कुरा गरिरहेका छैनौँ। अनि सँगै सिक्ने र गर्ने, सँगै सिक्ने अनि सँगै काम गर्ने प्रकारका गुणले युक्त भएको अगुवाहरू होस्, ताकि समूहमा उनलाई इन्डक्ट गर्नका निम्ति सजिलो पर्छ र आफूले पाएको मौका, अपर्च्युनिटिजहरू त्यो व्यक्तिले, त्यो अगुवाले ग्र्याब गर्न सकेको होस्। र यता जसले बोलाउँदैछ, जसले समूहमा उनलाई चाहिँ नि ल्याउँदैछ, समावेश गराउँदैछ, उनले पनि आफ्नो जिम्मेवारीहरू अरूलाई बाँडचुँड गर्नुपर्छ। डेलिगेसन, कामको जिम्माको बाँडफाँड, अरूलाई जिम्मेवारी दिने, सहभागिता अपरिहार्य, साझेदारीपन अपरिहार्य। आजको कर्पोरेट वर्ल्डमा पनि अथवा बिजनेस संसारमा पनि, व्यवसायमा पनि, अथवा पार्टी पोलिटिक्समा पनि, सरकारमा पनि सहभागिता चाहियो, साझेदारीपना चाहियो, सँगै सिक्ने र गर्ने मनसाय भएको अगुवा चाहियो, आफूले पाएको मौकालाई राम्रोसँगले निभाउने, जिम्मेवारीलाई निभाउने चाहियो। अब टिम लिडरसिपमा, सामूहिक नेतृत्वमा के हुन्छ भन्दाखेरि संयुक्त जवाबदेहीपन हुन्छ। भनेको कर्पोरेट एकाउन्टेबिलिटी। समूहमा भइसकेपछि एकजनाले मात्रै त्यो जिम्मा लिनु पर्दैन, त्यसको जवाबदेहीता एकजनाले मात्रै लिनु पर्दैन, समूहले लिनुपर्छ। मैले होइन, हामीले
हारे पनि जिते पनि, प्राप्त गरे पनि गुमाए पनि संयुक्त रूपमा जवाबदेहिता हुनु पर्यो। एसिस्टेन्स, अर्कोलाई मद्दत गर्ने, सहायता पुर्याउने, हेल्प गर्ने स्पिरिट, मनसाय हुनै पर्यो। र सबैभन्दा ठुलो कुरो पारदर्शी प्रक्रिया हुनु पर्यो, ट्रान्सपरेन्सी हुनु पर्यो। समूहमा माफ गर्नु, समूहमा छौँ भन्छौँ तर जताभावी आफू खुसी एक्लैले केही कुराहरू गर्छौँ, केही कुराहरू लुकाउँछौँ, छिपाउँछौँ अरूबाट। ओपेक अपारदर्शीपन छ भने त्यो राम्रो हुँदैन। तर पारदर्शीपन, ट्रान्सपेरेन्सी होस्, चाहे रुपियाँ पैसाको हिसाब किताबको कुरा होस् या त कुनै पनि डिसिसन, कुनै पनि निर्णयका कुराहरू होस्, निर्णय गर्ने कुराहरू होस्, सोच विचारका कुरा होस्, योजनाका कुरा होस्, पारदर्शी मानिसहरूले देखुन्, सुनुन्, थाहा पाउन्। यो कुराहरू चाहिँ सामूहिक नेतृत्वमा एकदमै एक नम्बर स्थानमै आउँछ। अब कमिलाको एकता, मैले अब यो टाइम भयो भने अहिले देखाउँछु कमिलाले कसरी एक भएर कामहरू गर्छन्। साना साना चिजहरूबाट पनि हामीले सिक्नुपर्छ। बाइबलले पनि भन्छ, ए अल्छे गएर कमिलासँग सिक। कमिलासँग सिक्ने कुरा चाहिँ एक नम्बर एकता हो। उनीहरू समूहमा काम गर्छन्। एउटा ठुलो कुनै खानेकुराको वस्तु छ भने सबै मिलेर त्यसलाई चाहिँ नि लान्छ। सानो भिडियो क्लिप्स छ, अहिले भरे भयो भने म देखाउँछु कमिलासँग सम्बन्धित। कमिलाको एकतालाई विचार गर्दा पनि एकदमै यो बाइबलीय ठहरिन्छ। ए अल्छे कमिलासँग गएर सिक। उनीहरूको जाँगर जोस त छँदैछ, तर एकतामा काम गर्ने, समूहमा काम गर्ने उनीहरूको गुण हुन्छ। यसै कारण पनि बाइबलले पनि भन्दछ कमिलासँग सिक। युनिटी, वाट इज युनिटी? युनिटी भन्दा अनफर्चुनेटली मेनी थिङ्क द्याट युनिटी मिन्स सेमनेस। सेमनेस भनेको चाहिँ युनिटीमा आउँदा, एकतामा आउँदा, समूहमा काम गर्दा हामी सबै एउटै हुनुपर्छ है, एकै खाले हुनुपर्छ है, एकै मनको हुनुपर्छ है, अथवा एउटै रुचि अभिरुचि भएको हुनुपर्छ है, सकेसम्म त एउटै ड्रेस लाउनुपर्छ है। त्यो होइन। युनिटी भनेको चाहिँ त्यो होइन, सेमनेस होइन। दिस इज नट ट्रु। युनिटी इज नट युनिफर्मिटी। युनिटी भनेको चाहिँ युनिफर्मिटी होइन। साना साना बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरूले एकै खाले टाई, एकै खाले आकाशे रङको सर्ट, एकै खाले निलो हाफ पेन्ट अथवा पेन्ट, मोजा, जुत्ता एकै खालको लाउनुपर्छ। किनभने साना बाबु नानीहरूलाई छिट्टै नै भिन्नता देखिन्छ। गरिब र धनीको, सफा र फोहोरको धेरै छिटो त्यो पहिचान भएकोले, एका दोस्रालाई उनीहरूले हेपेर बोल्ने शैली भएकोले, धनी र गरिबको भिन्नता भएको हुनाले उनीहरूलाई एकै प्रकारको ड्रेस लगाउनु भनिन्छ। तर विचार गर्नुहोस्, कलेज पढ्ने विद्यार्थीले, युनिभर्सिटी जाँदै गरेको विद्यार्थीले कहिले पनि एकै प्रकारको युनिफर्म लाउनु पर्दैन। किनभने उनीहरू म्याच्योर्ड भइसकेको हुन्छ, परिपक्वतामा आइसकेको हुन्छ। एउटाको लुगा अर्कालाई दोस्याउने, आफ्नो लुगा हेरेर अरूसँग दाँच्ने कुनै पनि त्यस्तो मनसाय हुँदैन। र युनिफर्म लाएको नानीहरूको सभा जस्तै युनिटी होइन। इन्स्टेड युनिटी क्यान बी डिफाइन्ड एज मेनी ग्रुप अफ पिपल हु आर क्यारेक्टर्स बाई सेयर्ड पर्पस। भनेको एउटा उद्देश्य। सामूहिक नेतृत्वमा काम गर्दै आउँदाखेरि पर्पस, हामीले कुन क्षेत्रमा कुन उद्देश्यको लागि काम गरिरहेका छौँ, किन हामी जुटेका छौँ भन्ने कुरा चाहिँ प्रत्येक सदस्यलाई ज्ञात हुनु पर्यो, ज्ञान हुनु पर्यो। सबैको हृदयमा चाहिँ त्यो पर्पस, त्यो उद्देश्य, त्यसको योजना सबैलाई सेयर हुनु पर्यो, सबैले बराबरी थाहा पाउनु पर्यो। दर्शन, मण्डलीमा दर्शन हुन्छ, मण्डलीको एउटा योजना हुन्छ, त्यो दर्शन सबैले अवलम्बन गर्नु पर्यो, लिनु पर्यो। अनि कुन दिशातिर, कुन डाइरेक्सनतिर हामी गइरहेका छौँ, प्रत्येक विश्वासीलाई, प्रत्येक अगुवालाई थाहा हुनु पर्यो कि हाम्रो मण्डलीको दिशा यो, हाम्रो मण्डली यो रफ्तारमा, यो दिशातर्फ हामी गइरहेका छौँ। त्यसो हो भने चाहिँ मन मिल्छ है। पास्टर पूर्वतिर जाने, एल्डर चाहिँ पश्चिमतिर जाने, डिकन दक्षिणतिर जाने, अनि मन मिल्दैन।
भिजनै थाहा छैन, हाम्रो मण्डली कुन रफ्तारमा कुन उद्देश्यले कहाँनिर पुगिरहेछौँ भन्ने कुरा थाहा नभएपछि मनमुटाव, शङ्का, उपशङ्का सृजना हुन्छ। यसै कारण समूहमा काम गर्दै जाँदाखेरि हाम्रो पर्पस, हाम्रो उद्देश्यहरू सबैलाई जानकार हुनु पर्यो। दर्शन सबैलाई उत्तिकै मापदण्डमा सबैलाई मनमा हृदयमा भिज्नु पर्यो र कुन दिशातिर हामी उन्मुख छौँ त्यो कुरा सबैले थाहा पाउनु पर्यो। हामीलाई एक्ज्याक्ट हामी सबैजना एउटै मन भएका हुँदैनौँ, विचार हाम्रो कतिचोटि मिल्दैन, र पनि हामी यो प्रकारको पर्पस, भिजन र डाइरेक्सनमा एक हुनुपर्छ। एडभान्सिङ टुवर्ड द सेम गोल, एउटै उद्देश्यतिर उन्मुख हुने, लम्कने हाम्रो मनसाय रहनुपर्छ। विचारहरू फरक हुनसक्छ, वैचारिक विचारहरू फरक हुनसक्छ। हामी चाहिँ हाम्रो धेरै नेपालीहरू चाहिँ कस्तो छौँ भने विचार मिलेन भने त्यो व्यक्तिलाई एट्याक गर्ने, त्यो उनको प्रविधि, उनको व्यक्तिगत चरित्रलाई डाइरेक्ट एट्याक गर्छौँ। म कसैको विचारसँग सहमति छैन भने मलाई क्रूर शत्रु नै ठान्छन्। विचार मात्रै नमिलेको हो है, तर व्यक्तिलाई एट्याक गर्नु पर्दैन, व्यक्तिको चरित्रलाई एट्याक गर्नु पर्दैन नि त, विचार पो नमिलेको त। भिन्न विचार राख्न पाइयो। वैचारिक भिन्नता भनेको ठुलो फरक मत होइन। फरक मानेमा यो हो, राम्रोसँगले पर्पस सेयर भएको छैन, राम्रोसँगले भिजन बुझाउनु सकिएको छैन या बुझ्नु सकिएको छैन, कुन दिशातिर उन्मुख भएर गइरहेका छौँ त्यो हामीले बुझ्न सकिरहेको अवस्थाहरू नहुन सक्छ। यसकारण विचार अथवा वैचारिक मत भिन्नता हुन सक्छ, र पनि एक ढिको भएर युनिटीमा, समूहमा काम गर्न सक्छौँ। सामूहिक नेतृत्व, उपदेशक 4 को 9 पदले के भन्छ भन्दाखेरि, एक भन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा। त्यस्तै यदि दुईजना सँगै सुते भने ती न्याना हुन्छन्, तर एक्लै त कसरी न्यानो हुने। एकजनालाई कसैले जित्ला, तर दुईजनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। 3 सुत्लाले बाटेको डोरी चाँडै छोडिँदैन। यो विवाहमा मात्रै प्रचार गरिने पद होइन, तर सामूहिक नेतृत्वमा, मण्डलीको लिडरसिपमा पनि यो कुराको दखल अन्दाज रहन्छ। उपदेशक 4 को 9 पद, लुका 10 को 1 पद, 17 पद, 21 पद अनुसार पनि प्रभुले दुवैजना गरेर सुसमाचारको लागि, मिसनको लागि पठाउनु भएको छ। अब बाइबलमै नमुना छ, एकजना एक्लै काम गर्नु हुँदैन, तर समूहमा काम गर्नुपर्छ, अथवा आफूसँग आफूलाई साथ दिने कोही हुनुपर्छ। त्रिएक परमेश्वर, विचार गर्नुहोस्, हाम्रो परमेश्वर पनि एकल परमेश्वर होइन। पिता, पुत्र, पवित्र आत्मा परमेश्वर, ट्रिनिटी, उहाँहरूको थ्री नेम्स होइन। अब थ्री डिभिनिटी, तर एउटै ईश्वरत्वमा उहाँहरू बाँधिनु भएको छ। पावलले पनि समूहमा काम गरे, बर्नबासलाई लिए, तिमोथीलाई लिए, तीतसलाई लिए, पत्रुसलाई लिए, अरू विचार गर्यो भने साना साना समूहमा निश्चित रूपमा उहाँहरूले काम गर्नुभएको छ। पिटर ड्रकर भन्ने व्यक्तिले के भन्छ भने, अगुवाहरू जसले प्रभावकारी रूपमा काम गर्छन्, यदि प्रभावशाली अगुवा बन्नु हो भने र काम गर्नु हो भने, मलाई लाग्छ कहिल्यै म होइन हामी भन्ने विचार गर्छ। म भन्ने शब्द कहिले अगाडि आउँदैन, तर हामी भन्ने बहुवचन अगाडि आउँछ। एउटा समूहलाई चलाउन तिनीहरू आफ्नो जिम्मेवारीको महसुस गर्छन्। आफ्नो समूहलाई हाँक्नका निम्ति प्रत्येकजना जिम्मेवारी बोझले लोतपोत भएका हुन्छन्, महसुस गरेका हुन्छन्। तिनीहरूले दायित्व र कामलाई स्वीकार गर्छन्। आफ्नो जिम्मा के हो त्यो दायित्व स्वीकार गर्छन्, आफ्नो काम के हो त्यो गर्छन्, र श्रेय मिलेर लिन्छन्। फेरि हामी त कस्तो छौँ, समूहमा काम गर्छौँ, अन्तिममा राम्रो भयो भने मैले गर्दा हो नि, यो मेरो विचार हो नि, मेरो भिजन हो नि, कस्तो लाग्यो भाइ, मैले यदि त्यति बेला नगरे भए अहिले यस्तो हुन्थ्यो, हेर त मेरो बुद्धि
हेर त मेरो आमामा भनेर आफूले मात्रै एक्लै श्रेय लिन्छन्, क्रेडिट आफैले लिन्छन्। तर दोष लाग्यो अथवा कुनै काम बिग्रियो भने तिमीले गर्दा हो नि, तपाईँहरूले गर्दा हो नि। मैले त यसो भनेकै थिएँ नि, नगरौँ भनेको थिएँ नि, तपाईँहरूले गर्ने भन्नुभयो। अहिले हेर्नुहोस् त काम बिग्रेको। काम सप्रिँदा आफूले एक्लै श्रेय लिने, क्रेडिट लिने, काम बिग्रियो भने अरूलाई दोस्याउने, आफू पन्चिने, पानीमाथिको ओबानो आफू हुने, त्यो चाहिँ सामूहिक नेतृत्वमा हुँदैन। श्रेय पनि मिलेर लिनुपर्छ। त्यहाँ काम र समूहको बिच गहिरो सम्बन्ध छ। त्यसले विश्वास उत्पन्न गराउँछ, जसले काम पुरा गर्न सक्षम बनाउँछ। एकादोस्रोमा विश्वास, ट्रस्ट बिल्ड हुन्छ अनि काम चाहिँ सक्षम हुन्छ है। धेरैचोटि हामी यहाँ चुक्छौँ। हामी धेरैचोटि मेरो, मैले गर्दा, मेरो, हामी भन्ने, हामी, हाम्रो, हामीले, तपाईँले भन्ने कुराहरू त आउँदैन। खालि मैले, मेरो भन्ने कुराहरू मात्रै एक वचनमा हामी सीमित हुन्छौँ प्रिय। तर सामूहिक नेतृत्वमा एक वचन होइन, बहुवचन, हामी, हाम्रो, हामीले भन्ने शब्दहरू प्रयोग धेरै आउनु पर्यो। समूह प्रेमीले सम्बन्धलाई महत्त्व दिन्छन्। यो टिम लभर्सहरूले अथवा टिम प्लेयर्सहरूले चाहिँ रिलेसनलाई धेरै महत्त्व दिन्छन्। सम्बन्ध, मानिसहरूसँगको सम्बन्ध है, रिलेसनसिपलाई बडो महत्त्व दिन्छन् र गाढा सम्बन्ध कायम गर्न चाहन्छन्, गहिरो सम्बन्ध राख्न चाहन्छन्। साझा दर्शन, कमन भिजन, एकदमै सबैले जानेको थाहा पाएको दर्शन, योजनाहरूलाई पुरा गर्न अरूहरूसँग खुसी साथ सहकार्य गर्न चाहन्छन्। अरूसँग खुसी साथ सहकार्य गर्न चाहन्छन्। टिम लभर्सहरू कस्तो हुन्छन् भने अझै पनि पिपल ओरिएन्टेड, मानिसहरूप्रति, व्यक्तिप्रति उन्मुख हुन्छन्। समूह प्रेमी व्यक्तिहरू ती हुन् जो व्यक्ति समूह केन्द्रित हुन्छन्। कोही व्यक्ति चाहिँ कामसँग सरोकार राख्ने, कोही व्यक्ति व्यक्तिसँग सरोकार राख्ने, मानिससँग सरोकार राख्ने। अब ओभरअल हाम्रो मिनिस्ट्रीहरू चाहिँ हामी चाहिँ पिपल ओरिएन्टेड हौँ। हामीसँग मान्छे छ र त हामी पास्टर हौँ, हामीसँग विश्वासी मण्डली छ र त हामी अगुवाहरू हौँ होइन। अब विश्वासी चाहिँ छैन, मानिसहरू चाहिँ छैन, ठुलो बिल्डिङ मात्रै छ भने के को पास्टर, के को अगुवा होइन, मान्छे छैन भने आफूसँग। यसै कारण कसैले भनेछ जहिले पनि आफू अगाडि, आफ्नो अगाडि पावल होस्, आफ्नो पछाडि तिमोथी होस्, फलोवर होस्, चेला होस्, आफ्नो साइडमा बर्नाबास होस्, आफूलाई इन्करेज गर्ने। समूह केन्द्रित हुन्छन्, अरूहरूको आवश्यकता याद गर्छन्, अरूलाई के खाँचो परेको छ त्यो याद गर्छन् र आवश्यकता पुरा गर्न चाहन्छन्। अनि समूह प्रेमीहरू ज्यादै मिलनसार र खुल्ला हुन्छन्, ओपन हुन्छन्। टेन्ड टु बी भेरी फ्रेन्डली एन्ड ओपन। हामी ओपन हुँदैनौँ भने हामी अरूसँग मिल्न सक्दैनौँ, अरूसँग ओपन भएर खुल्न सक्दैनौँ। समूह प्रेमीहरू समूहप्रति वफादार हुन्छन्, लोयल हुन्छन्, फेथफुल हुन्छन्, विश्वासयोग्य ठहरिन्छन्। समूहप्रति एक्लै भित्रभित्रै साँठगाँठ गर्ने, एक्लै भित्रभित्रै योजना बुन्ने होइन, षड्यन्त्र रच्ने होइन। सामूहिक कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न अति उत्साहित हुन्छन्, हाइली मोटिभेटेड हुन्छ। ग्रुप वर्कमा एफेक्टिभली यो समूहले हामी सक्छौँ, हामीले गर्न सक्छौँ भन्ने कुरामा कटिबद्ध हुन्छन् र प्रभावशाली रूपमा उनीहरू लागि पर्छन्। कोअपरेट रेडिली विथ अदर्स टु क्यारी आउट भिजन्स एन्ड प्लान्स। दर्शन र योजनाहरूलाई पुरा गर्न अरूहरूसँग खुसी साथ सहकार्य गर्छन्। एकल काँटे भएर उछिट्टिएर कतै पनि जाँदैनन्। ल, सारांशमा एकैजनाले केही पनि गर्न सक्दैन। इभन मिनिस्ट्रीको, तपाईँ र मेरो मिनिस्ट्री,
अहिले जहाँ छौँ परमेश्वरले जस्तो अवस्थामा राख्नु भएको छ विचार गरौँ। हामी एकजनाले केही पनि गर्न सक्दैनौँ। एकजनाको बलले अर्काको कमजोरीलाई सहायता गर्छ। मेरो बलले अर्को भाइ कमजोरी छ भने त्यो सहायता गर्न सक्छ। म कमजोरी छु भने अर्को भाइको बलले सामर्थ्यले मलाई उठाउँछ। एकअर्काको निर्भरतामा एकअर्काको महत्त्वको विकास हुन्छ। हामी एउटाले अर्कोसँग हामी भर पर्नुपर्छ। ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाको भर, नङलाई मासुको भर, मासुलाई नङको भर। एकअर्काको महत्त्व विकास हुन्छ। प्रतिस्पर्धा होइन, तर हामी परिपूरक हुन्छौँ। वी डु नट कम्पिट बट वी कम्प्लिमेन्ट। वी डु नट कम्पिट। कोहीसँग प्रतिस्पर्धा गर्नु पर्दैन होइन। सेवाकाई पनि त्यही हो, कोहीसँग प्रतिस्पर्धा गर्नु पर्दैन। आफ्नो बोलाहाट, आफ्नो वरदान, आफ्नो स्थान र आफ्नो औकात अनुसार परमेश्वरले दिनुभएको जिम्मा पुरा गर्ने हो। कसैलाई देखाउनु पनि छैन, कोहीसँग प्रतिस्पर्धा पनि गर्नु पर्दैन, कोहीसँग होडबाजी पनि गर्नु पर्दैन। तर एउटामा के छैन त्यो हामी पुरा गरिदिन्छौँ। ममा नभएको कुरा अरूले पुरा गरिदिनुहुन्छ, हामी कम्प्लिमेन्ट गर्छौँ, परिपूरक हौँ। समूहमा फरक फरक दान भएका मानिसहरू हुन्छन्। एउटा ग्रुप लिडरसिपमा डिफ्रेन्ट गिफ्ट्स भएको मानिसहरू हुन्छ, डिफ्रेन्ट कल भएको मान्छे हुन्छ, विविधता हुन्छ, भिन्नता हुन्छ, जसले महान लक्ष्य पुरा गर्नको निम्ति समूहमा काम गर्छन्। उत्साह हुन्छ, समूहमा हुनुपर्छ उत्साह, इन्करेजमेन्ट, मोटिभेसन है, परामर्श दिनुपर्छ, लिनुपर्छ, सरसल्लाह, सुधार, करेक्सन्सहरू अरूबाट लिनुपर्छ। आफूले दिएको सुधार उन्मुख कुराहरू अरूले पनि स्वीकार गरून्। वास्ता, फिक्री, केयर, काउन्सिलिङ, जसले अरूलाई निर्माण गर्छ, बिल्डअप गर्छ। हामीले आफैलाई जाँचौँ, हाम्रो अगुवापन कस्तो छ, एकल वा सामूहिक। हामी कस्तो प्रकारको अगुवाहरू हौँ? एकल मनसाय भएको अगुवा हौँ कि त समूहमा काम गर्ने अगुवाहरू हौँ होइन? आफूले आफूलाई जाँचौँ, म कस्तो छु? मैले जिम्मा दिएको छु कि छैन? मैले अरूलाई उठाएको छु कि छैन? अरूलाई समावेश गरेको छु कि छैन? के हाम्रो शैलीमा परिवर्तनको आवश्यकता छ? यदि हामी एकल छौँ भने अथवा अझै कोसिसमा छौँ भने केही परिवर्तन हाम्रो लिडरसिप स्टाइलमा, शैलीमा परिवर्तन ल्याउनु आवश्यक छ कि छैन? हामी सेवक जस्ता छौँ या मालिक जस्तो? आफ्ना मण्डली, आफ्ना सङ्घ संस्था, आफ्ना कुनै पनि सेवकाईको कुरालाई हामीले मालिक जस्तो होइन गरेका छौँ कि सेवक जस्तो गरेर हामीले सेवकाई गरेका छौँ? सदस्यहरूले हामीलाई कसरी हेर्दैछन्? समूहमा काम गर्नुको फाइदा र बेफाइदाहरू के हुन्? समूहमा काम गर्नुको फाइदा एउटाले अर्कोलाई उठाउने, सहायता गर्ने। बेफाइदाहरू चाहिँ के हुनसक्छ? विचार गरौँ। बेफाइदाहरू चाहिँ कोही चाहिँ फेरि गफडी मात्रै हुन्छन्। समूहमा श्रेय लिन आउँछन्, जिम्मा लिँदैनन्। अरूले गरेको कामलाई हाम्रो हो, मेरो पनि भन्छन्, तर आफूले सिन्को बाँध्दैन। मौकावादीहरू कोही हुन्छन्, अवसरवादीहरू हुन्छन्, अरूको कामलाई आफ्नो बनाउन खोज्छन्। त्यो चाहिँ बेफाइदाका कुराहरू हुन्। तर हामी विचार गरौँ के हुन्छ। तपाईँले विचार गर्दै जानुहोस्। अझै मेरोमा एक दुईवटा स्लाइड छ अर्कै, म तपाईँहरूलाई बाँड्दैछु। मलाई 1 मिनट दिनुहोस्, मनमा विचार गर्नुहोस्। म तपाईँहरूलाई केही व्यक्त गर्ने समय पनि दिनेछु। एकदमै सिम्पल टिम लिडरसिपको बारेमा। यो के हुन्छ कुनै एकैछिन नै, म अर्को स्लाइड देखाउँदैछु।
केही देख्नुभयो हजुरहरूले? कसैले बोलिदिनुहोस् त। हजुर नर्बु सर आएको छैन, अहिले ब्ल्याङ्क छ स्क्रिन। एकैछिन, यो अघि पनि त्यस्तै भएको थियो। मलाई किन होस् मैले सेयर गर्न सकिनँ। किन हो मलाई एड मैले सेयर गर्न सकिरहेको छैन कि अघि पनि त्यस्तै भएको थियो। हजुर कहिले काहीँ चाहिँ तपाईँले पहिला नै फोल्डर खोलिराखेर अनि सेयर गर्दाखेरि सजिलो हुन्छ। कसरी गर्नुहुन्छ तपाईँले त्यहाँनिर? हजुर अहिले भएछ। एकदमै सिम्पल, तपाईँहरूले धेरैचोटि सुन्नुभयो होला। धेरै वर्ष अगाडि यो एकजना साथीहरूले समूहको महत्त्व, इम्पोर्टेन्स अफ टिमवर्क। कसको अलिकति डिस्टर्ब आइरहेछ, हेरिदिनु होला। अर्को ऋतुमा जब तपाईँले पानी हाँस जाडो छल्नको लागि न्यानो ठाउँमा जाँदै गरेको देख्नुहुन्छ, यो माइग्रेटोरी बर्ड्सहरूको बारेमा, त्यसको पनि राजा हाँस। यहाँ चाहिँ प्रशस्त मेरो घर वरिपरि यस्तो प्रकारको हाँसहरू छ, तलाउहरू छ। ध्यान दिनु कि तिनीहरू भी आकृति बनाएर उठ्छन्। तपाईँलाई अचम्म लाग्छ होला किन तिनीहरू त्यसरी उडेका होलान् भनेर। तर यो राजा पानी हाँसहरू भी आकृतिमा उड्छन्। अनि भी आकृतिमा उड्दा चाहिँ के हुन्छ, यो राजा हाँस अथवा यो चराहरू भन्दाखेरि भी आकृति बनाएर आकाशमा उड्छन्। के हुन्छ भन्दा एक्लो पानी हाँस उडेको भन्दा बथानमा उड्दा उडानको गतिमा 71% वृद्धि हुन्छ। मतलब माथि एकदमै एयर प्रेसर, विन्ड प्रेसर धेरै हुन्छ। अनि माथि आकाशमा हावामा उड्दाखेरि 71%ले उनीहरूको उडानको गतिमा सहयोग पुग्छ एउटा पानी हाँसलाई, एउटा चरालाई। त्यो भएर बथानमा उड्छन्। एक्लै उड्नु गाह्रो पर्छ हावाको चापले गर्दा। त्यो भएर पानी हाँसहरू एकै समानले उड्छन्, समान दिशातिर। भनेको एउटै दिशा, एउटै डिरेक्सनमा उड्दा, समूहमा काम गर्दा, ग्रुपमा मिलेर काम गर्दा हामी हाम्रो लक्ष्यमा छिट्टै र सजिलै पुग्न सक्छौँ। एकदमै सरल। एक अर्कालाई सहायता गर्दा धेरै बढी उपलब्धिहरू हामीले हासिल गर्न सक्छौँ है। समूहमा काम गर्दा छिट्टै उपलब्धिहरू हामी गर्न सक्छौँ र हामी सक्सेस हुन सक्छौँ एक्लै गरेको भन्दा। पहिलो पाठ, जब एउटा पानी हाँस आकृतिलाई छोड्छ, अब कुनै मन नमिल्नु सक्छ, यो चराले समूह छोड्यो, ग्रुप छोड्यो, एकल काँटे भयो,
होइन। कोही विश्वासीले मण्डली छोड्छ, एक्लै सिटिङ रुममा बसेर ताली बजाउँछ, सेवा सङ्गति गर्छ। कोही अगुवाहरू एक्लिएर जान्छन्, होइन, डङ्ग्याएर जान्छन्, कोही बाउटिएर जान्छन्, एक्लै जान्छ नि त मण्डलीबाट। अब के हुन्छ भन्दाखेरि उसलाई हावाको बेगले गर्दा उड्न कठिन हुन्छ। अवश्य पनि हामी चाहिँ समूहमा रहने, सङ्गतिमा रहने मानिसहरू हो। एक्लैले त गाह्रो हुन्छ सेवा सङ्गति गर्नु, परमेश्वरसँग समय बिताउनु, जिउनु पनि गाह्रो हुन्छ विश्वासमा। अनि के हुन्छ, उसले फेरि समूहको शक्तिको फाइदा पाउनको निम्ति समूहमा तुरुन्तै फर्किजान्छ, फेरि ग्रुपमा फर्केर गयो पहेँलो हाँस चाहिँ। नर्बु सर, तपाईँले स्क्रिन सेयर गर्नुभएको छैन भनेदेखि के छ भनेदेखि देखिरहेको छैन अहिले। ए हो र? हजुर, अघि स्क्रिन त सेयर भएको जस्तो लाग्छ। एकछिन है त, के चाहिँ भएको? मलाई माफ गर्नुहोस्, के भयो त? त्यही त म त ढुक्क परेको थिएँ। स्क्रिन सेयर हजुर अहिले ठिक छ सर। अहिले देख्नुभयो? हजुर, ओके, माफ गर्नुहोस्। समूहको महत्त्व अर्को ऋतुमा जब तपाईँले पानी हाँस जाडो छल्नको लागि अर्कै ठाउँमा जाँदै गरेको देख्नुहुन्छ, ध्यान दिनुहोला। उनीहरू भी आकृतिमा उडेर जान्छन्। हामीलाई अचम्म लाग्न सक्छ, किन पानी हाँसहरू, यो पक्षीहरू बथानमा भी आकृति बनाएर उडेको जस्तो लाग्न सक्छ। भी आकृतिमा उड्दा के हुन्छ भने एक्लो पानी हाँस उडेको भन्दा बथानमा उड्दा उडानको गतिमा 71%ले बढ्छ। माथि हावाको चापमा एउटा सिङ्गल चरालाई उड्नु गाह्रो हुन्छ, तर बथानमा उड्दा 71%ले उनलाई सजिलो हुन्छ। यसकारणले बथान अथवा समूह उनको लागि अपरिहार्य हुन्छ। अनि समान दिशातिर उड्दा पहिलो पार्ट, फर्स्ट लेसन चाहिँ के हो भने एउटै दिशातिर, एउटै डाइरेक्सनतिर उड्दा, समूहमा काम गर्दा हामीलाई हाम्रो लक्ष्यमा छिट्टै र सजिलै पुग्न सक्छौँ। एक अर्कालाई सहायता गर्दा धेरै बढी उपलब्धिहरू हासिल पनि गर्न सक्छौँ। अनि जब एउटा पानी हाँसले भी आकृतिलाई छोड्छ, के हुन्छ त? कोही कोही बेला असमझदारी हुन्छ, मनमुटाव हुन्छ, एक्लिनु चाहन्छन्, अनि भी आकृति छोडेर एक्लै उड्न थाल्छन् यो पानी हाँस। तर उनलाई गाह्रो पर्छ। अघि मैले भने 71%ले उनलाई हावाको चापले कठिन बनाउन सक्छ, र ऊ फेरि पनि उसलाई हावाको बेगले गर्दा उड्न गाह्रो भएको कारणले ऊ समूहको शक्ति र फाइदा पाउनको लागि फेरि ऊ तुरुन्तै बथानमा फर्कन्छ, फेरि त्यो ग्रुपमै समूहमै जोइन हुन्छन्। दोस्रो पार्ट, एउटै धुनमा रहँदा, एउटै ट्युनमा रहँदा एउटै दिशामा एक भएर उड्दा परिश्रम कम गर्नुपर्छ। लक्ष्यमा सजिलै र रमाइलोसँग पुग्न सकिन्छ। प्रत्येक एक अर्कालाई स्वीकार गर्न र सहायता गर्न तत्पर हुन्छन्। समूहमा चाहिँ स्वीकार हुनु पर्यो र सहायता गर्नु सक्नु पर्यो। एउटा अफ्रिकी उखानै छ, अब धेरै लामो गन्तव्य, टाढो गन्तव्यमा पुग्ने हो भने समूहमा जानु, तर छिटो पुग्नु हो भने एक्लै जानु। अब एउटालाई अर्कोलाई पर्खिरहने टाइम हुँदैन, र छिटो पुग्नको लागि चाहिँ एक्लै जानु, तर धेरै लामो दूरी तय गर्ने र त्यहाँ गन्तव्यमा पुग्ने हो भने चाहिँ समूहमा जानु भन्ने एउटा आह्वान, एउटा उखान छ। अनि जब राजा पानी हाँस उडेर थकित हुन्छ, त्यो भी आकृतिको सबैभन्दा चुच्चोको चाहिँ के हो भन्दाखेरि लिडर हो। उनलाई चाहिँ भी आकृति मा उड्दा अरूलाई अगुवाई गर्दा ऊ छिट्टो थकित हुन्छ, उनलाई हावाको चापले छिट्टै भेट्छ, अनि
ऊ भी आकृतिको अन्त्यमा गएर उठ्छ। यो पर्पल कलरको राजा पानी हाँस अघि लिडर थियो, उनलाई गाह्रो भएको अवस्थामा पछिल्लोतिर आएर उड्न थाल्छ, तर उसले समूह छाडेको छैन। अर्को पानी हाँसले अगुवाई गरिहाल्छ अटोमेटिकली, उनको सहायकले अगुवाई गरेर लैजान्छ। ऊ चाहिँ बथानको अन्तिमतिर आएर उड्न थाल्छन्। पार्ट 3, आपसमा नेतृत्व बाँडचोड हुन्छ। टिम लिडरसिपमा लिडरसिप सेयर हुन्छ। यही लिडरसिप सेयर नभएको कारणले अहिले नेपालको राजनीतिमा विशेष काङ्ग्रेसमा होइन कुर्सी नछोडेको कारणले पार्टी फुट्यो नि त होइन। एकअर्काप्रति हर समय पारस्परिक आदर हुनु पर्दछ। कठिन समस्याहरू र कार्यहरू आपसमा बाँड्नुपर्छ। प्रब्लमहरू सेयर गर्नु पर्यो, स्ट्रगल सेयर गर्नु पर्यो आपसमा। हाम्रो क्षमताहरू, हाम्रो ट्यालेन्ट्सहरू, हाम्रो एबिलिटिजहरू, क्यालिबर्सहरू सेयर गर्नुपर्छ। इभन हाम्रो कमजोरीहरू पनि सेयर गर्नुपर्छ। ममा छैन, यो मबाट हुन सक्दैन, यो कुरा तपाईँबाट हुनसक्छ, यो क्षेत्रमा म कमजोर छु भन्ने कुराहरू एडमिट गर्नु पर्यो समूहमा। खुबीहरू, हाम्रा दक्षताहरू सेयर गर्नु पर्यो। इभन स्रोत साधनहरू, हाम्रो रिसोर्सेसहरू हामी सेयर गर्छौँ र एक ठाउँमा भेला गरेर काम गर्दाखेरि कति सहज, कति रमाइलो हुन जान्छ। सामूहिक नेतृत्वको पाठ यो। अब यो अपोजिट जी को आवाज चाहिँ प्रत्येक हाँसको मुखबाट निस्केको हुन्छ। उनीहरूले गाह्रो अप्ठ्यारो भएर निकालेको आवाज होइन यो मुखबाट, तर यो चाहिँ आफ्नो अगुवालाई हौसला दिएको। भी आकृतिमा उडेको पानी हाँसहरूले अगाडि उडेकालाई उत्साह दिन्छन्, आफ्नो लिडरलाई उत्साह दिन्छ। उदाहरणको लागि पास्टर बाबु तपाईँले हाम्रो मण्डलीलाई ठिक दिशामा, ठिक प्रकारले अगुवाई गर्दै हुनुहुन्छ। गो अहेड, हैसे होस्टे भने जस्तो हाम्रो नेपालीमा तपाईँले ठिक प्रकारले उडाउँदै हुनुहुन्छ। हामी उत्साहित छौँ, हामी खुसी छौँ, लैजानुहोस् है, अगाडि तपाईँको लिडरसिपमा हामीलाई लैजानुहोस्, ठिक छ भनेर उत्साह दिएको। यसरी उनीहरूले समान गति कायम राख्न सक्छन्। उत्साहले, उमङ्गले, हौसलाले, अरूको हौसलाले लिडरलाई धेरै बल अनि एनर्जी पुग्न सक्छ। अब हामी त खुट्टा तान्ने मेलो मात्रै गऱ्यौँ भने त राम्रै अगुवा भए पनि उनलाई पनि शिथिलता आउँछ, ऊ पनि निरुत्साहित हुन्छन्। तर उनलाई हौसला चाहिएको हुन्छ, उनलाई इन्करेजमेन्ट चाहिएको हुन्छ। अनि समूहमा उनले राम्रोसँगले अगुवाई गरेर लैजान्छन्। पार्ट 4, जहाँ साहस र उत्साह हुन्छ त्यहाँ प्रगति बढी हुन्छ। जुन मण्डलीमा साहस छ, उत्साह छ, अगुवालाई सपोर्ट छ, त्यहाँ प्रगति पनि हुन्छ। तर जहाँ खुट्टा तान्ने कुराहरू छ, जहाँ कैँची चलाउने मेलोमेसो हुन्छ, त्यहाँ प्रगति हुँदैन। जहाँ ठुङ्गाठुङ्ग हुन्छ भित्रभित्रै, त्यहाँ उन्नतिको साटो, त्यहाँ दुर्गति अथवा दुर्घटना बढी हुने सम्भावना रहन्छ। तर जहाँ साहस छ, उत्साह छ, त्यहाँ प्रगति पनि बढी हुन्छ, छिटो हुन्छ। जब एउटा पानी हाँस बिरामी हुन्छ या थकित हुन्छ, अब यो रातो पानी हाँस अब बिरामी भयो, थाक्यो, समूहमा कुद्न सक्दैन, के भयो, उसले आफ्नो बथान छाड्नुपर्छ। त्यो ठुलो बथानको रफ्तारलाई उनको कारणले अवरोध ल्याउनु हुँदैन। त्यो स्पिडमा उसले आकृति छोड्नु परेमा उसले छोड्छ, तर अरू दुईजना आएर उनलाई सहायता पुर्याउँछ। अरू पानी हाँसहरूले पनि आकृति छोडेर आएर उनलाई सहायता गर्न, रक्षा गर्न उसँग उड्नु थाल्छ। उनीहरू उसँग तबसम्म रहन्छ जबसम्म ऊ मर्दैन वा फेरि उड्नको लागि सक्षम हुँदैन। उसको कमी कमजोरीमा सहायता गर्नको लागि सानो आकृति बनाएर उनलाई फेरि उडाउँछ, कम रफ्तारमा उडाउँछ है, कम्ती एल्टिच्युडमा उडाउँछ र अर्को भी आकृति बनाउँछ। यो
पार्ट 5 लेसन 5मा चाहिँ के भने जस्तो सुकै फरक मतहरू भए तापनि एकअर्काको छेउमा बसौँ, विशेष गरी कठिन र परिस्थिति र चुनौतीपूर्ण समयहरूमा। गाह्रो अप्ठ्यारो समयको बेला विशेष हामीले समूहमा एउटा सदस्यलाई साथ दिनुपर्छ भन्ने पाठ हो यो चाहिँ। फरक मतहरू हुनसक्छ, वैचारिक भिन्नताहरू हुनसक्छ, कमी कमजोरीहरू हुनसक्छ, तर साथ दिन छाड्नु हुँदैन। अनि अन्तिममा यदि हामी सँगै रह्यौँ र एक अर्कालाई सहायता गऱ्यौँ भने समूहमा, इभन मण्डलीको हकमा पनि, यदि हामीले समूहको आत्मा बनायौँ भने, टिम स्पिरिट बनायौँ भने, हामीमा जस्तो सुकै फरक मतहरू भए तापनि है, हाम्रो मनमा विविधता डिफ्रेन्सेस होइन भए तापनि हामी हाम्रो चुनौतीहरू सामना गर्न सँगै खडा हुन सक्छौँ। धन्यवाद छ। यति नै छ। तपाईँहरूले केही न केही अब चुनौती सिक्नुभयो होला भन्ने मलाई लाग्छ। थ्याङ्क यू आजको यो समयको लागि। 1 घन्टा 5 मिनट 1 घन्टा लिएछु। तपाईँहरूको केही फिडब्याकहरू सुनौँ, त्यसपछि आजको यो क्लासलाई यहीँ राखौँ।